नमस्कार। अमन्त्रम अक्षरो नास्ति नास्ति मूल मनौषधम अयोग्य पुरुषो नास्ति योजकस्तत् दुर्लभ। म रामरञ्जन पौडेल विगत 25 वर्षदेखि यस शिक्षण पेशामा आबद्ध छु र म यस एसिया पेसिफिक स्कुलमा नेपाली विषय अध्यापन गराउँछु र मैले कक्षा 6 देखि कक्षा 11 सम्मकै सबै विद्यार्थीहरूलाई हेर्ने गरेको छु। यहाँहरूलाई मैले अघि संस्कृतको श्लोक एउटा सुनाएको थिएँ। त्यसले के भन्छ भने संसारमा कुनै पनि मन्त्र बन्न नसक्ने अक्षर हुँदैन र औषधि बन्न नसक्ने कुनै रुखको जरा हुँदैन र संसारमा कोही पनि व्यक्ति अयोग्य हुँदैन। त्यसैले व्यक्तिलाई योग्य बनाउनका लागि एउटा संयोजन गरिदिने र औषधि बनाउनका लागि संयोजन गरिदिने र मन्त्र बनाउनका लागि संयोजन गरिदिने व्यक्तिको अभाव हुन सक्छ। त्यो अभाव परिपूर्ति गर्ने प्रयास र प्रयत्नमा हामी छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यहाँहरूलाई निवेदन गरेँ र सँगसँगै हामीले दिएको प्राथमिकता भनेको स्वस्थ खाना, त्यसले जीवनलाई सबैभन्दा महत्त्वपूर्ण ठाउँमा राख्छ। स्वास्थ्य सम्बन्धी र शिक्षा, त्यसपछि अनुशासन, यी कुराहरू हुन्। र शिक्षा दिनु भनेको व्यवहारमा परिवर्तन ल्याउनु पनि हो र व्यवहारमा परिवर्तन आएन भने शिक्षा दिनुको अर्थ रहँदैन। त्यसैले हाम्रा बालबालिकाहरूमा घरमादेखि विद्यालयसम्म र समाजमा समेत उनीहरूले के कस्ता क्रियाकलापहरू गर्छन् उनीहरूको त्यो शिक्षाले निर्धारण गरिरहेको हुन्छ। तसर्थ हामीले विद्यार्थीहरूलाई अनुशासन सँगसँगै शिक्षा सँगसँगै व्यावहारिक क्रियाकलापहरू पनि सिकाउने गर्छौँ र उनीहरूका प्रतिभाहरूलाई प्रस्फुटन गराउनका लागि हामी विभिन्न क्रियाकलापहरू गराउँछौँ। कतै सङ्गीतका कुरा हुन्छन्, कतै गायनका कुरा हुन्छन्, कतै वाद्यवादनका कुरा हुन्छन्, कतै खेलकुदका कुराहरू हुन्छन्। यी विविध विषयहरू सँगसँगै म नेपाली पढाउँदै गर्दाखेरि एउटा कुरा निवेदन गरिहालेँ मैले, के भने हामी अधिकांश बोर्डिङ स्कुलहरूमा पढाउँदै गर्दाखेरि हामीले भन्ने गरेको विषयवस्तु अङ्ग्रेजीलाई बढी प्राथमिकता दिइरहेका छौँ। तर सँगसँगै हामीले आफ्नो भाषा, आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्ना मूल्य र मान्यताहरूलाई बिर्स्यौँ भने हामी समाजमा भोलि चिनिने वातावरण पनि हराउन सक्छ। त्यसैले हाम्रो अस्तित्वका संरक्षणका लागि हामी नेपाली भाषालाई विशेष प्राथमिकताका साथ पनि पढाउने गर्छौँ। र यहाँ हामीले भन्ने गरेको एउटा स्लोगन नै के हो भने लर्न इङ्ग्लिस र लभ नेपाली। हामीले अङ्ग्रेजी सिक्ने र नेपालीलाई माया गर्ने वातावरण बनायौँ भने हामीले पक्कै पनि हाम्रो समाज उपयोगी शिक्षा र राष्ट्र उपयोगी शिक्षा निर्माण गर्न सक्छौँ। भोलिका पुस्तामा एउटा नयाँ वातावरण तयार गर्न सक्छौँ भन्ने विश्वास गरेका छौँ। धन्यवाद।